एउटा कुरा नि आजभोलि हरेक मान्छेलाई देखिने समस्या भनेको के हो भन्दाखेरि ऊ एक्लै बस्न सक्दैन। उसँग समय फुर्सद हुन्छ अनि फुर्सद भइसकेपछि कि त उसलाई साथी चाहिन्छ कि त उसलाई मोबाइल चाहिन्छ के। तर मेरो आफ्नो अनुभवमा हामीले चाहिँ फुर्सदको समयलाई कसरी सदुपयोग गर्न सक्छौँ, साथी नआउँदा पनि मोबाइल नआउँदा पनि हामीले आफ्नो समयलाई कसरी प्रोफिट बनाउन सक्छौँ, कसरी नाफामूलक तरिकाले प्रयोग गर्न सक्छौँ, आजको यस भिडियोमा तपाईँलाई त्यसको बारेमा केही कुरा आफ्ना अनुभवहरू सेयरिङ गर्नेछु। यदि तपाईँले यस प्रकाशजी युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोस्। भन्दाखेरि हामीले फुर्सदको समयलाई सदुपयोग गर्नको लागि हामीले अपनाउनु पर्ने पहिलो नियम भनेको के हो भन्दाखेरि हामीले सृजनात्मक कामहरू गर्नुपर्छ। जस्तै के हुन्छ भन्दाखेरि हामीसँग मोबाइल छैन, हामीसँग साथीहरू छैनन् भने हाम्रा विभिन्न प्रकारका ओभर थिङ्किङहरू आउँछन् के। हामीले विगतमा गरिरहेका हरेक गल्तीहरू, नराम्रा कामहरू धेरै दिमागमा आउँछन् के। त्यसैले गर्दा नि यदि हामी फुर्सदमा छौँ भने विभिन्न प्रकारका रचनात्मक कामहरू गर्न सकिन्छ। जस्तै घरका कामहरू गर्न सकिन्छ, आफ्ना ओछ्यानहरू मिलाउन सकिन्छ, विभिन्न प्रकारका निबन्धहरू लेख्न सकिन्छ। त्यस्तै विभिन्न प्रकारका हामीले कथा अनि शायरीहरू लेख्न सक्छौँ। त्यसपछि फुर्सदको समयलाई सदुपयोग गर्ने दोस्रो नियम भनेको के हो भन्दाखेरि हामी एक्लै हुँदाखेरि हामीले डिपली थिङ्किङ गर्न सक्छौँ के। किन गर्छौँ भन्दाखेरि विश्वका प्रसिद्ध वैज्ञानिकहरू थोमस अल्भा एडिसन भए, सर आइजक न्युटन भयो, उनीहरू के गर्थे त आफ्नो गहिरो चिन्तनमा जान्थे के। अनि उनीहरूले नयाँ नयाँ आइडियाहरू सिर्जना गर्थे। त्यसरी नै हामी पनि कुनै समस्यामा छौँ भने त्यसको गहिराइसम्म गएर त्यो समस्यालाई कसरी समाधान गर्न सक्छौँ त्यसको बारेमा विचार गर्न सक्छौँ। त्यस पछाडि हामीले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न सक्छौँ भन्दाखेरि नम्बर 3मा हामीले मेडिटेसन गर्न सक्छौँ। किन मेडिटेसन अनि योगा गर्न सक्छौँ भन्दाखेरि यदि योगा गऱ्यौँ भने हामी शारीरिक रूपमा तन्दुरुस्त हुन्छौँ, तर यदि हामीले मेडिटेसन गऱ्यौँ भने हामी मानसिक रूपमा तन्दुरुस्त हुन्छौँ। तर मेडिटेसन कसरी गर्ने भन्दाखेरि हामी कुनै ठाउँमा बस्नुपर्छ, आफूले जुन काम गरिरहेका छौँ त्यही कामतिर ध्यान गर्ने, आफूले आफूलाई के गर्ने त वर्तमान समयमा बाँच्ने कोसिस गर्ने। त्यस पछाडि हामीले फुर्सदको समयमा कसरी प्रयोग गर्ने भन्दाखेरि चौथो नम्बर भनेको के हो भन्दाखेरि हामीले आफूभित्र कुनै न कुनै कलाको विकास गर्न खोज्ने। जस्तै तपाईँलाई बोल्न मन लाग्छ भने आफ्नो भाषण कलालाई टिकाएर ल्याउने, तपाईँलाई लेख्न मन लाग्छ भने लेखन शैलीमा विकास गर्ने, र तपाईँलाई भविष्यमा गएर कुनै जागिर गर्न मन छ भने जागिर सम्बन्धी तपाईँले के गर्ने त अध्ययन गर्ने। त्यस पछाडि फुर्सदको समयलाई सदुपयोग ल्याउने पाँचौँ उपाय भनेको के हो भन्दाखेरि तपाईँले पुस्तकहरू पढ्ने। जस्तै तपाईँका स्कुलका पुस्तकहरू पनि हुन सक्छन्, बाहिरी पुस्तकहरू पनि हुन सक्छन्। तपाईँले उक्त पुस्तकहरू पढेर पनि तपाईँले के गर्न सक्नुहुन्छ त आफ्नो समयलाई सदुपयोग गर्न सक्नुहुन्छ। आशा छ आजको यो भिडियो तपाईँहरूका निम्ति धेरै नै उपयोगी भएको छ। हामी अर्को भिडियोमा भेट्नेछौँ। तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोस्। जाँदा जाँदै भगवत गीतामा भनेको छ दुनियाँले के गर्यो भन्दा पनि मैले चाहिँ के गर्न सकेँ, अरू साथीहरू कुन मार्गमा गयो भने पनि म चाहिँ कुन मार्गमा जान सक्छु भनेर तपाईँले सोच्नुपर्छ। आफ्नो फुर्सदको समयलाई तपाईँले जति सक्यो सदुपयोग चाहिँ गर्नुपर्छ।